नेपालको राजनीतिक इतिहासमा झापा सङ्घर्षबारे नसुन्ने मान्छेहरू कमै होलान्। त्यही जगमा तत्कालीन अवस्थामा एउटा यस्तो पार्टी जन्मियो जो केवल चुनाव जित्न वा सरकार बनाउने उद्देश्यले बनेको थिएन, बरु जसको जरामा सङ्घर्ष थियो, अस्तित्वमा विचारधारा थियो र त्याग, अनुशासन र सङ्गठनमा टिकेको थियो। वर्गशत्रु सफायाको नक्सलपन्थी विचारधाराबाट प्रभावित ती क्रान्तिकारीहरूका गतिविधिहरू के थिए छलफलका विषय होलान्, तर तिनीहरूको नियत खराब थिएन। त्यो पार्टी थियो नेकपा माले, कोअर्डिनेसन केन्द्र हुँदै विकास भएको नेकपा माले। त्यसैको निरन्तरता र वर्तमानमा अहिले विकसित पार्टी हो नेकपा एमाले। यो पार्टी भूमिगत प्रतिरोधदेखि सङ्घीय गणतन्त्रसम्म नेपाली राजनीतिलाई तरङ्गित गर्ने सबैभन्दा प्रभावशाली शक्तिहरूमध्ये एक हो। तर एमालेको कथा केवल उपलब्धिको कथा मात्रै होइन। यो आन्तरिक विखण्डन, राष्ट्रवादको विवाद, नेता केन्द्रित शक्ति संस्कृति, भारत र चीन बीचको जटिल भूराजनीतिक सम्बन्ध सबै मिसिएको एक ठूलो ऐतिहासिक चक्रव्यूहको कथा पनि हो। आजको सामग्रीमा एमाले कसरी कोअर्डिनेसन केन्द्रबाट सुरु भएर आजको राष्ट्रिय शक्ति केन्द्रसम्म आइपुग्यो, यसको पूरा कथा सिलसिलेवार ढङ्गमा प्रस्तुत गर्ने प्रयास गर्नेछौँ। कोअर्डिनेसन केन्द्रदेखि एमालेसम्मको वास्तविक जन्मको इतिहास। नेकपा एमालेको जरा 1970-80 को भूमिगत कम्युनिस्ट आन्दोलनसँग जोडिएको छ। त्यो समयमा देशभर फैलिएर रहेका भूमिगत कम्युनिस्ट समूहहरूबीच कोअर्डिनेसन केन्द्र नामको भूमिगत संरचना निर्माण गरिएको थियो। त्यसका प्रमुख विशेषताहरूमा पञ्चायत विरुद्ध गुप्त प्रतिरोध, मार्क्स लेनिनवादी सिद्धान्तको अध्ययन, सदस्यमाथि कडा अनुशासन, त्याग र गोपनीयतामा आधारित सङ्गठन, गाउँदेखि सहरसम्म गोप्य सङ्गठन संरचना आदि थिए। त्यही कोअर्डिनेसन केन्द्र पछिल्लो नेकपा एमालेको प्रारम्भिक रूप हो। आजको एउटा सङ्गठित, अनुशासित र वैचारिक दलको बिउ। भूमिगत क्याडर संस्कृतिबाट राष्ट्रिय शक्तिमा उडान। सन् 1990-2046 सालको राजनीतिक परिवर्तनपछि एमाले भूमिगत मानसिकताबाट खुल्ला र राष्ट्रिय राजनीतिको केन्द्रमा आइपुग्यो। त्यसपछि एमाले अत्यन्त छिटो गाउँ, वडा, टोलमा सङ्गठनहरू फैलायो, कार्यकर्ता आधारित पार्टीमा आफूलाई रूपान्तरित गर्यो, काम गर्ने, भेटिने र प्रशिक्षण लिने व्यावहारिक कार्यशैलीको विकास गर्यो, वर्गीय र स्थानीय मुद्दा जोडेर आम जनताको विश्वास जित्न सक्यो। 2051मा मनमोहन अधिकारी नेतृत्वको नेपालकै पहिलो वामपन्थी सरकार एमालेको पहिचानलाई स्थायी बनाउने सबैभन्दा ठूलो ऐतिहासिक मोड थियो। वृद्ध भत्ता, जनमुखी नीतिहरू, सामाजिक सुरक्षाको सुरुवात, यी सबै एमालेको जनपक्षीय छविका आधारहरू बनेका थिए। एमाले भित्रको पुरानो तर स्थायी शक्ति सङ्घर्ष अर्थात् गुटबन्दी। एमाले बाहिर शक्तिशाली देखिए पनि भित्र भने 30 वर्षदेखि चलिरहेको एक विशाल शक्ति सङ्घर्ष छ। केपी शर्मा ओलीको धारा अर्थात् कडा राष्ट्रवाद, कठोर निर्णय र नेता केन्द्रित संरचना, यसको प्रतिनिधित्व वर्तमानमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरिरहेका देखिन्छन्। उनी ठाडो सुनिन्छन्, भारतप्रति आलोचनात्मक राष्ट्रवादी स्वर मुखरित गर्छन्, चीनसँग नजिक रहने सङ्केत गर्छन्, पार्टीमा शक्ति केन्द्रीकरण गर्छन्, निर्णायक तर विवादास्पद कार्यशैली अपनाउँछन्। त्यस्तै वर्तमानमा माधव नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल लगायतले प्रतिनिधित्व गर्ने अर्को शैली छ सामूहिक निर्णय र पुरानो मार्क्सवादी अनुशासन। पार्टीभित्र लोकतान्त्रिक प्रक्रिया, आन्तरिक छलफल, सहमति मार्फत निर्णय र ब्युरोक्रेटिक कार्य ढाँचा उनीहरूले अवलम्बन गरेको नेतृत्वको शैलीका साझा विशेषताहरू हुन्। यी दुई धाराबीचको सङ्घर्षले एमालेको सम्पूर्ण यात्रा र उसले लिने राजनीतिक दिशामा गहिरो प्रभाव पारिरहेको छ। त्यसैले पात्रहरू फेरिरहेका छन्, तर नेकपा एमालेको इतिहास यिनै दुई पात्र र प्रवृत्तिहरूको बीचमा घुमिरहेको देखिन्छ। एमाले र भारत सम्बन्ध इतिहासभरि उतार चढावले भरिएको छ। भारत नेकपा एमालेलाई एकै समय साथी पनि देख्छ र आफ्नो चुनौती पनि, किनकि एमालेको राष्ट्रवादी स्वर, विशेष गरी केपी ओलीको नेतृत्वमा एमाले सन् 2015 को नाकाबन्दीको सामना गरेको, नेपालको नयाँ नक्सा जारी गरेको, सीमा विवादका विषयहरू उठाउने गरेको र भारतको राजनीतिक हस्तक्षेपमाथि आलोचना जस्ता विषयमा कठोर रूपमा प्रस्तुत भइरहेको देखिन्छ।
तर वास्तविक राजनीतिमा एमाले र भारत सम्बन्ध निरन्तर चलिरहन्छ। तिनीहरूबीच कूटनीतिक संवाद, व्यापार, सुरक्षा र सामाजिक मुद्दाहरू र अनौपचारिक राजनीतिक सञ्चार भइरहेको देखिन्छ। भारतको दृष्टिमा एमाले अलि अप्रत्याशित तर अपरिहार्य शक्तिको रूपमा रहेको देखिन्छ। एमाले र चीन सम्बन्ध। हिमालय पारीदेखि नै स्थिर साझेदार। चीन एमालेलाई नेपालमा सबैभन्दा अनुशासित जनआधारित वाम शक्ति मान्दछ। तथापि एमालेभित्र पश्चिमा र दक्षिणी प्रभाव रहेको कुरामा चीन सचेत देखिन्छ, किनकि एमाले तिब्बत सम्बन्धी संवेदनशील विषयलाई उत्तेजक राजनीतिक मुद्दा बनाउँदैन भन्ने चिनिया बुझाइ छ। त्यस्तै चीन र नेपाल पूर्वाधार सहयोग एमाले कालमै तीव्र रूपमा विकास हुन्छ। व्यापार, ऊर्जा, यातायात सहयोग एमाले नेतृत्वमा खुल्ला रहन्छ। एमालेको सङ्गठनात्मक अनुशासन चीनको राजनीतिक शैलीसँग मिल्दोजुल्दो देखिन्छ। त्यसैले चीन एमालेलाई वैचारिक साथीभन्दा स्थिरता दिन सक्ने राजनीतिक समूहको रूपमा हेर्दछ। एमाले र अमेरिका। लोकतान्त्रिक संवाद तर रणनीतिक होसियारी। अमेरिका एमालेलाई दुई कोणबाट बुझ्दछ। लोकतान्त्रिक नजरमा एमाले नेपालमा मुख्य धारा गैर उग्र र संसदीय वाम शक्तिको रूपमा अमेरिकाले एमालेलाई बुझ्ने गरेको देखिन्छ। तर रणनीतिक नजरमा चीनसँग एमालेको नजिकको सम्बन्ध, एमसीसीमा यसका विभिन्न अडानहरू, राष्ट्रियताबारे कडा अडान र भूराजनीतिक अस्पष्टता जस्ता यसका रणनीतिक र कार्यनीतिक रूपमा विरोधाभासी लाग्ने कुराहरूमा सचेत देखिन्छ। त्यसैले अमेरिका एमालेसँग निरन्तर संवाद राख्छ तर सावधानीपूर्वक विश्वासको रणनीति अपनाउँछ। एमाले र माओवादी। वाम एकताको आकर्षण, विफलता र पुनरावृत्ति। यद्यपि एमाले र माओवादी वाम विचार आधारित दल हुन्, तर दुवैको स्वभाव भिन्न देखिन्छ। एमाले सुदृढ संगठन, उदारनीति र राष्ट्रवादी शैलीबाट निर्देशित देखिन्छ भने माओवादी भावनात्मक, उग्रवादी, जनयुद्धको मनोविज्ञानबाट निर्देशित देखिन्छ। त्यसैले यी दुई बीचको एकताको आर्किटेक्चर स्थायी हुन सकेन। हालै विखण्डन र एकताबाट बनेको एकीकृत नेकपा एमालेको इतिहासकै सबैभन्दा ठूलो राजनीतिक चोटका रूपमा रहेको छ। अधिकांश पूर्व एमाले नेता रहेको एकीकृत नेकपालाई एमाले आफ्नो मुख्य आन्तरिक चुनौतीको रूपमा हेरिरहेको देखिन्छ। एमालेका विवाद र आलोचनाहरू आवश्यक सच्चाइ। एमाले अत्यधिक नेता केन्द्रित सङ्गठन भएको दल हो भन्ने जनबुझाइ व्याप्त देखिन्छ। यसमा एकै व्यक्तिमा अत्यधिक शक्ति केन्द्रित हुने गरेको आरोप छ। अरू दलहरूभन्दा अगाडि रहे पनि आन्तरिक लोकतन्त्र कमजोर रहेको र हालैका दिनमा तलबाट आवाज उठ्ने ठाउँ सीमित गराइएको छ भनिन्छ। त्यस्तै एमाले राष्ट्रवादको अति उपयोग गरिरहेको छ र कहिले अत्यधिक कडा भाषण, कहिले कूटनीतिक खुसाबन्द मार्फत राष्ट्रवादको राजनीतिक अस्त्र बढी प्रयोग गर्ने दलको रूपमा पनि चिनिन्छ। त्यस्तै संवैधानिक विवादहरूमा संलग्नता। संवैधानिक अस्पष्टतामा टेकेर 2 पटक संसद विघटन गरेको घटना एमाले इतिहासकै सबैभन्दा ठूलो संविधानसँग रहेको विरोधाभासी घटनाको रूपमा बुझिन्छ। संगठनभित्रको समूहवाद र गुटबन्दी। कहिले पुराना नयाँ का रूपमा त कहिले ओली समूह, माधव समूह, ओली विद्या वा ईश्वर समूहका बीचमा स्थायी तनावमा रहिरहेको देखिन्छ। गुटबन्दी एमालेको साझा र ऐतिहासिक समस्या जस्तै देखिन्छ। यी कमजोरीहरू एमालेलाई सुदृढ, आधुनिक र विश्वासिलो दल बन्नबाट रोक्ने मुख्य कारणहरू मानिन्छ। एमालेको बलियो पक्ष संगठनात्मक शक्ति र निर्णायकता। देशको सबैभन्दा अनुशासित भोटर आधार रहेको, ग्रामीणदेखि सङ्घीय तहसम्म फैलिएको ठूलो संरचना विकास गरेको, नीति र कार्यक्रम निर्माणमा दक्षता हासिल गरेको, राष्ट्रिय मुद्दामा प्रभावशाली अभिव्यक्ति दिने गरेको, नेतृत्वको निर्णायक क्षमता विकास गरेको आदिले गर्दा एमाले नेपालमा राज्य सञ्चालन गर्न सक्ने सबैभन्दा सक्षम दलहरूमध्ये एक मानिन्छ। निष्कर्षमा एमाले समस्या हो कि समाधान? एमाले एकातिर देशलाई स्थिरता, राष्ट्रियता, संगठन र दृढ नेतृत्व दिन सक्ने सम्भाव्य शक्तिको रूपमा रहेको देखिन्छ भने अर्कोतिर विवाद, कठोर राष्ट्रवाद, आन्तरिक द्वन्द्व, गुटबन्दी, संवैधानिक जोखिम र नकारात्मक भूमिका खेल्न सक्ने शक्तिको रूपमा पनि रहेको मानिन्छ।
तर जसरी बुझे पनि वर्तमानमा एमाले बिना नेपाली राजनीति स्थायी रूपमा बुझिँदैन र मुलुकको भविष्य यही दलको परिपक्वता, संवाद क्षमता, आन्तरिक लोकतन्त्र र भूराजनीतिक सन्तुलनले प्रभावित गर्ने देखिन्छ।